Alright guys, alright. Huh? अब आउँछ भ्लग 6:18 अनि हाम्रो मनिल भाइलाई भेरी मच थ्याङ्क यू बिहान बिहान हामीलाई उठेर टक्क लाएर चाहिने सामान दिएकोमा वी आर भेरी थ्याङ्कफुल अनि गाइस वी आर अफ टु लङ ट्रिप भनेको आई मिन टु से नट अ लङ ट्रिप होइन के भन्नु अब वी गाडा गो टु मुस्ताङ अनि जहाँसम्म सक्छु आज मार्फामा बस्छु अनि मार्फा पुग्नलाई चाहिँ यहाँबाट 350 किलोमिटर्स 9 घन्टा 45 मिनट लाग्ने भयो अनि 4:07 देखाइरहेछ गाइस होइन होपफुली आई क्यान बिट दिस टाइम भनेर निस्किन लागेको पेट्रोल सेट्रोल भर्नु पर्ने बेग्लै कुरा हो अब निस्किन्छौँ अनि वी गोटा गो थ्याङ्क यू गाइस कस्तो हुन्छ ट्रिप लेट्स सी बवाल गर्नुपर्छ एक्लै भए पनि सोलो मोलो पेट्रोल भर्नुपर्छ रिसेट टु जेरो रिसेट टु ट्रिप 1 to 0 धेरै come on okay we are off धेरै पछि सोलो निस्केको कन्फिडेन्ट लेभल त धजिया उडिसकेको रहेछ ओ माई गड यो भाइजनले धोका दिन्छ त्यही भएर अर्को हेलमेट लाउन खोजिरहेको थिएँ मैले अर्को हेलमेट लाइन मैले आज ठिकै छ रुगा लाग्ला त्यहाँ पुगुन्जेलसम्म ओके बाई गाइस बाई थाइ बस यु आफ्टर 3-4 दिन ननिस्किन्जेलसम्म हो निस्केपछि बाल नहुने भइसक्यो जिन्दगीमा होइन तर के गर्नु यस्तै हो जिन्दगी भने साथीहरू वी आर राइट गाइस हामी पेट्रोल भर्छौँ त्यसपछि ल धन्यवाद भाइ बाकी पेट्रोल खाएगा रास्ते में लेट्स कवर इट सातो बाटो क्रस क्लाइमेट अलि फगी तर अस्ति न जस्तो जाडो चाहिँ कम भइसकेको रहेछ स्वात्तै लेट्स सी हाउ एभ्रिथिङ गोज एज प्लान जान्छ कि जाँदैन गाइस कुरा त्यस्तो छ सोलो हो कलङ्की नकटेसम्म हामी 50 मै जानुपर्ने भयो गाइस सिलमा नो रस नो फस होइन त मजाले गइन्छ गाइस 50 मा बाजीराव हम कहाँ पहुँच गए देखो हम तो कहाँ पहुँच गए नागढुङ्गा क्रस होने वाला है दोस्तों है ना सबजना राइट ट्याक्क लागेर एउटा नागढुङ्गा पुग्यौँ विदिन कति मिनट्स टाइममा आउँछ बवाल लाग्छ क्या यो कुरा चाहिँ 26 मिनट्स अन नागढुङ्गा अब यहाँदेखि मुन्नीसम्म बवाल छ अहिले बाटो सब पिच छ पहिला जस्तो टेन्सन छैन गाइस होइन अघिसम्म चाहिँ एड्रिन रस भएर जाडो साह्रो केही फिल भएको थिएन अब चाहिँ यहाँबाट यहाँ पुग्नु बित्तिकै छस्स हुन थाल्यो मुटुमा राइट गाइस हामी अस्ति चाहिँ मनोकामना गएको थियौँ तर त्यो बेला हामी गाडीमा गएको थियौँ दिस टाइम यो बाइकमा यो रुट कटेको चाहिँ आफ्टर धेरै लङ टाइम नै भन्नुपर्ने हुन्छ होइन लास्ट टाइम यहाँबाट निस्केको भनेको मनोकामना नै जस्तो लाग्छ त्यसपछि आज नै होला निस्केको है तहल्का फायर ग्याङ तहल्का ड्याङलाई देखाउँछु भनेर यस्तो क्यामेरा अन गर्न खोजेको अनै नभइदिएर बल्ल अन भयो अनि लुक एट द्याट माइक्रो भ्यान लाइक कसरी चलाउँछ भने क्या गाइजहरूले ओहो मनोकामना दर्शन We are 54 kilometers from home and we are right now at Gulsi. प्रायः जस्तो हामी यहाँ ब्रेक गर्थ्यौँ फर्स्ट ब्रेक लिन्थेँ म त आज एक्लै छु साथीहरू होइन एक्लै भएपछि इट्स द फर्स्ट आवर अनि जति पुल गरेँ क्या
1-1.5 घन्टाभित्र। अनि त्यही हो गाइस, अब होपफुल्ली यसको डबल कभर गरेपछि चाहिँ म ब्रेक लिन्छु, एउटा फर्स्ट ब्रेक। अहिलेलाई चाहिँ नो ब्रेक एट अल गाइस। डु यु गेट मी? डु यु गेट मी? टुङ फर्स्ट टाइम के भने, फर्स्ट टाइम नै भयो यार हाइवेमा यस्तो बिहान लाइसेन्स बेलबुक चेक भेटाएको यार गाइस। अनि रोक्यो पनि, चेक पनि गरियो पनि। अनि वी आर अफ अगेन, अफ टु द गो 66 किलोमिटर्स मलेखु। हामी त्यहाँ चिया खान्छौँ गाइस, मलेखुमा काट्ने कि। Alright, where are we? We are at Malekhu, and this is our first break after 76.9 kilometers. अब चिया खाने अनि निस्किने गाइस है त हामी। Right, we have our चियाका चुस्की at Shobha Bhojanalaya, Malekhu. We are back onto the road guys. आवाज साथतिर छ अहिलेसम्म त हाम्रो घोडाले हामीलाई। Look at the shoes man, यस्तो हुने रहेछ क्या गाइस। धन्न माथि चाहिँ एउटा विन्ड सिटर लाएर आइरहेको छु भुक्कै, यस्तै हुन्छ भनेर। नो प्रब्लम फर दिस। जय माता दी। लेट्स रक on the road again. ये चिया खाइयो चुस्की। ल पानी चाहिँ लिन बिर्सेँ मैले। अब एक ठाउँमा पानी रोकेर पानी लिन्छु, एक बोतल। अनि हल्का खानुपर्ने हुन्छ पानीलाई चाहिँ। पानी इज भेरी इम्पोर्टेंट while traveling guys. एक चुस्की पानी बनती है दोस्तों। अब मलेखुबाट वी आर अराउन्ड कति किलोमिटर जति, 77 भयो। अब वी आर अराउन्ड 20। Can we beat the Google time or not? Let's go. मेरो लङ ड्राइभको सधैँ उद्घाटन यस्तै हिलैबाट गरिदिन्छ गाइस गाडीले। के गर्ने यार, धन्न आज चाहिँ अलिकति माथि विन्ड सिटर लाएर आएर भएर चाहिँ माथिको भाग चाहिँ बचे भनौँ। तलको भाग त पुरै ध्वस्तै बनाइदिएन यार गाइस। दुई घन्टा लाग्यो त यार गाइस हामीलाई। के भएको यस्तो त हमने तो सोचा ना था यार इतना टाइम लेगी। आज भोलि यार एकदम तराई हो कि इन्डियन हो एकदमै आउँछन् यार पशुपतिनाथ। अनि त्यसपछि हाम्रो यता मनोकामना धेरै नै आउँछन् टुरिस्टहरू, इन्डियन टुरिस्ट, तराई टुरिस्ट। Guys, where are we now? We are at मुगलिन पुग्यौँ गाइस हामी। अब यहाँदेखि त छु बाटो छ नि त। अलराइट हामी 4 लेनको बाटोमा पुगिसकेका छौँ त मुगलिन कटेर। अब चाहिँ पोखरा इज नट फार अवे हुन्छ गाइस हाम्रो। दमौली पोखरा बेसी सहर यताबाट। राइट नाउ वी आर एट डुम्बरे। अनि मनाङ जाँदै हुनुहुन्छ भने चाहिँ यहाँबाट राइट लिनु पर्यो, बेसी सहर हुँदै मनाङ जानु पर्यो। तर हामीलाई योपालि मनाङ होइन, हामीलाई अन्तै जानु पर्यो हो। यहाँबाट राइट जानुपर्छ मनाङ जानलाई होइन गाइस। बट वी आर गोइङ समवेयर एल्स। लेट अस रिच टु द पोखरा फर्स्ट। एट द फग म्यान। 10 बज्न लाग्यो लगभग होइन, 10 बज्नलाई 5 मिनट बाँकी छ होला। 9:50 देखाइरहेको छ। अनि लुक एट द वेदर इज सो फगी। नेकेड आइजमा चाहिँ एकदम फगी। अब मलाई लाग्छ क्याम्पमा कस्तो आइरहेको छ आई डोन्ट नो है। दिस इज डेभलपमेन्ट भन्छ होइन, जस यो बाटोमा चाहिँ बवाल बनाइदिइरहेको छ। त्यति भए पुग्यो त गाइस, अरू के चाहियो र होइन जिन्दगीमा। ट्याक्कै यहाँ बसेर पो खाएको थियो त यार हामीले, बिर्सिरहेको। मैले उता जस्तो लागिरहेको थियो होइन नि त, यता बसेर खाएको थियो जस्तो लाग्यो मलाई। आई एम बिट कन्फ्युज फर दिस। Alright guys, 202 kilometers done. अनि right now we are at पोखरा है त। पोखरा पुग्यौँ गाइस हामी। वेदर चाहिँ अलिक फगी छ यार आज। क्या किया दोस्तों, फगी है यार।
Alright guys, we had our के भन्ने खाना त खाएन, फ्राइड राइस खाएँ मैले। फ्राइड राइस र चियाका चुस्की त्यति भयो। हामीलाई पुग्छ। ज्याकेट लगाएको थिएँ बाक्लो, त्यो पनि ब्यागभित्र राखेँ, गर्मी भयो नि त। अब गर्मी हुन थाल्यो गाइस। अब हामी फेरि फ्लोमा निस्किन्छौँ। अब 206 भनेपछि लेट अस सी कति कहाँ पुग्छौँ, अनि त्यहीँ बस्छौँ होइन। बाइक पुरै फोहोर देखिन थालिसकेको छ। यस्तो हुन्छ क्या, अब नआएको धेरै भइसक्यो। कभी कभी आ जाते है तो लोकेसन यस्तै हुन्छ। अब तुफान जान्छौँ गाइज हामी। 11:40 1 घन्टा हामीले पोखरामा बिताइसकेका छौँ लगभग। अनि अब हिँड्यौँ हामी फ्लोमा, अघिकै फ्लोमा 1 घन्टा रेस्ट लिइसकेका छौँ लगभग। अब ब्याक टु द फ्लो। भित्रको ज्याकेट लाग्यो कि गर्मी, यो लाग्यो कि पुग्दैन जस्तो हुने, के गर्ने गाइस। Alright guys, back to the 2021. हामी जब ग्रुप राइडमा आएको थियो नि, त्यो बेला पुरै पानी परेको थियो क्या गाइस। अनि यहाँ पुग्दाखेरि फेरि पानी पर्न स्टार्ट भएको थियो। अनि त्यो बेला चाहिँ हामी पुरै पानी पर्दा पनि पर्दै पनि अप्पर मुस्ताङको यात्रा हान्दैका थियौँ। योपालि चाहिँ हाम्रो त्यस्तो छैन, पानी पर्ने जस्तो त छैन, तर वेदर इज भेरी फगी गाइस। अनि अहिले फेरि सोलो भयो, पहिला जस्तो ब्रेक टाइम पनि ल्याएको छुइनँ मैले। त्यहाँ चाहिँ पहाडको बिचको बाटो मजा लाग्छ हो यो बाटोमा। पहिला चाहिँ टेन्सन लाग्थ्यो एका टाइम यता आउँदाखेरि, अहिले जस रमाइलो लाग्छ यार। नेपालको सबै हाइवे यस्तै त हुन्छ, पहाड काटेरै त बनाएको हुन्छ। ओके 6 गाइस, फुलमा थियो। अब हामी फेरि फुल भइसक्यो अनि वी आर रेडी टु गो गाइस। बागलुङ एरिया नै हो नि होइन र? कुस्मा एरिया। अहिले हामी कुस्मामा पुग्यौँ। यहाँबाट हामी बागलुङ जाँदैछौँ। कुस्माको ब्रिज कति वर्ष अगाडि आइसक्यो हामी, 6 वर्ष 7 वर्ष अगाडि यहाँ आएको थियो। डाइरेक्ट हामी बेनीमा रोक्छौँ एक लट, बेनी बजार। पेट्रोल त फुल भइसक्यो, अब टेन्सन लिनै पर्दैन। Alright, this is Beni Bazaar. अन्त फेरि यहाँ हेरौँ त, अब सिधै जान्छौँ हामी अझै मुक्तिमा मुस्ताङमा चिलमा जान्छौँ यार। अब एक ठाउँमा हामी विश्राम गर्नै पर्ने हुन्छ गाइस। बेनी पुगिसक्यो नि त हामी, 284 किलोमिटर पुगिसक्यो नि त। अब त नाइ भन्दा पनि 70 किलोमिटर त 3 घन्टा लगाएर चलाउँदा नि पुग्छ। त्यो भनेको 4 बजे पुग्छ क्या गाइस हामी। त्यस्तो टेन्सन नै लिने का हमको। अब हल्का एक ठाउँमा रोक्छौँ, कफी सफी खान्छौँ। यस्तो जात्रा गरेर निकालेको थियो बाइक। ओहो, हामी आउँदा यहाँ पुरा पहिरो आइरहेको छ, हिलो ओहो। सम्झिँदाखेरि पनि कम्ता गाह्रो भएको थियो। फर्किँदाखेरि बाइक यहाँबाट लगेर के गरे त्यतिखेर केटाहरूले। तर अहिले चाहिँ आउँदाखेरि यस्तो चिल आइरहेछौँ भने मतलब त्यतिखेर हामी कहाँ बसेको थियो, सिधै अप्पर मुस्ताङबाट फर्केको थियो नि त त्यतिखेर। अप्पर मुस्ताङबाट सिधै पोखरा पुगेको थियो त्यतिखेर। अब अहिले चाहिँ हामी काठमाडौँबाट आउँदैछौँ मुस्ताङ। ओ माई गड, माई राइट्स आई से माइसेल्फ, ओ माई गड। अब चाहिँ यस्तो बाटो आउँछ होइन। अब चाहिँ अलिक बेग खोला ब्रिज
हेर न गाइस, यहाँ पनि यस्तो, मनाङमा पनि यस्तो, अलिक होस पुऱ्याउनु पर्ने एरिया हो यिनीहरू चाहिँ। जिस्किँदै तातो पानी पुगेछ आज हामी। कति टाढो पुग्यो हो तातो पानी पनि हो न। काली गण्डकी होइन, यही हो नि। 50 रुपियाँमा नुहाउनु पाइन्छ यहाँ। फरेनर्सहरूको लागि चाहिँ कति रुपियाँ रहेछ नुहाउनलाई? 150। प्लेस नट टु बी मिस। अब मार्फा पुग्न एराउन्ड 42 देखि 50 किलोमिटर छ होइन। अनि त्यो 42 देखि 50 भनेको कति टाइम लाग्छ हामीलाई पुग्न? यो भन्दाखेरि हामी रूपसे झरना कति प्याक हुने रहेछ हो। अब म्यान्डेटरी फोटो दिनै पर्यो हामीले पनि होइन, नत्र त यहाँ आएको मुस्ताङ आएको। ओहो यहाँ पनि रहेछ नि त गाइज। रूपसे ठिकै छ त्यस्तो। वाउ, लास्ट टाइम पनि त्यस्तै भइरहेको थियो। फोटो खिच्ने मान्छे छैन क्या। सोलो आएपछि यस्तो हुन्छ क्या गाइज, बुझेन तिमीहरूले? सोलो आएपछि के हुन्छ? यस्तो हुन्छ। देयर विल बी नोबडी टु क्लिक हियर फोटो। भाइ यहाँ आउँदा एकछिन, यहाँ आउनु। दुईवटा फोटो खिच्देऊ न यार मेरो भाइ ल। हेर एक्लै घुम्न आएपछि यस्तो हुन्छ। उताबाट खिच्देऊ न, झर्ना सर्ना आउने गरेर च्याक्क लाएर। खिच्देऊ भाइ, धन्यवाद। कति क्लासमा पढ्छौ भाइ तिमी? 9 क्लासमा? आमामा, कहाँ बस्ने नि तिमी? त्यहाँ बस्ने? ठिक छ। अनि यहाँ के गरेर नि? यहाँ के गरेर? ए दाइ छन् त्यहाँ? ए बाइकमा आएको के यही लिफ्ट लिएर हो? स्कुल कहाँ हो? तल हो? ल त ल, दाइ फोटो खिच्दैछन् त्यहाँ पोज दिदी होइन। म चाहिँ हो ल, थ्याङ्क यू भाइ तिमीलाई है। सही झर्नाको फोटो पनि भयो गाइज हाम्रो होइन, र भाइले खिच्थ्यो। अब ड्याम यो पहाडलाई कति दामी हेर न होइन। हो कि होइन भन त गाइस, बवाल छ कि छैन? यो विटनेस इज तिम्रो राम्रो वर्णन गर्न आउन मलाई। बाई द वे रोक्नु पर्छ कि पर्दैन हामीले? ए हजुर, ए सब दाइ त्यहाँदेखि अन्त नबोकिकन हिँड्छ र दाइ ललितपुरदेखि। 2 ठाउँमा त चेकिङै भएर आइसकेँ। घुम्नै त आएको, ज्याकेट हो कि दाइ, जाडो